नमस्ते। आफ्नो भविष्यलाई आर्थिक रूपमा सुरक्षित बनाउने सोचमा हुनुहुन्छ? आज हामी नेपालमा यही लक्ष्य पूरा गर्ने एउटा एकदमै शक्तिशाली माध्यमको बारेमा कुरा गर्दैछौं। व्यवस्थित लगानी योजना अर्थात् एसआईपी। आउनुहोस् पैसालाई अनुशासित तरिकाले बढाउने यो गजबको तरिकाबारे गहिराईमा बुझौं। धेरैजनालाई लगानी त गरौँ जस्तो लाग्छ, तर शेयर बजार कहिले माथि जान्छ कहिले तल झर्छ, यही डरले पछि हट्नुहुन्छ। आज लगानी गर्यो, भोलि बजार स्वाट्टै घट्यो भने के गर्ने? यो त हामी सबैको साझा चिन्ता हो, होइन र? तर के साँच्चै लगानी गर्नलाई बजारको हरेक चाल अनुमान गर्नै पर्छ त? लगानीको कुरा गर्दा पहिलो प्राथमिकता भनेको सुरक्षा नै हो। ढुक्क हुनुहोस्, नेपालको सम्पूर्ण वित्तीय प्रणाली, चाहे त्यो बैंक होस् वा लगानीका अन्य माध्यमहरू, नेपाल राष्ट्र बैंक जस्ता नियामक निकायहरूको कडा निगरानीमा चल्छन्। यसले के सुनिश्चित गर्छ भने हाम्रो लगानी एउटा व्यवस्थित र सुरक्षित घेराभित्र छ। त्यसो भए बजारको उतार चढावको डरलाई जितेर लगानी गर्ने उपाय के त? हो, यसको एउटा एकदमै सरल तर शक्तिशाली समाधान छ, एसआईपी। ल, अब यो के हो र यसले कसरी हाम्रो लागि काम गर्छ त्यो बुझौं। एसआईपी भनेको एकैचोटि ठूलो रकम लगानी गर्नुको सट्टा हरेक महिना थोरै थोरै तर निश्चित रकम अनुशासित भएर म्युचुअल फन्डमा जम्मा गर्दै जाने तरिका हो। भनौं न, यो एक किसिमको लगानी गर्ने डिजिटल खुत्रुके जस्तै हो, जसले सानो सानो बचतलाई पनि ठूलो सम्पत्तिमा बदल्न मद्दत गर्छ। एसआईपी सुन्दा त सामान्य लाग्छ, तर यसको पछाडि सम्पत्ति बनाउने दुईवटा एकदमै शक्तिशाली सिद्धान्त लुकेका छन्। यिनै सिद्धान्तले गर्दा नै एसआईपी आम लगानीकर्ताका लागि यति धेरै आकर्षक बनेको हो। ल, अब यसको वास्तविक शक्ति के हो त्यो खोतलौं। यसको पहिलो शक्ति हो रुपी कस्ट एभरेजिङ। नाम सुन्दा अलि प्राविधिक लाग्ला, तर कुरा एकदमै सरल छ। जब तपाईँ हरेक महिना एउटै रकम लगानी गर्नुहुन्छ, बजार घटेको बेला अर्थात् सस्तो भएको बेला त्यही पैसाले धेरै युनिट किन्नुहुन्छ, अनि बजार बढेको बेला थोरै। यसले गर्दा लामो समयमा तपाईको प्रति युनिट खरिद लागत आफै घट्दै जान्छ। ल, यो उदाहरणले छर्लङ्गे पार्छ। हेर्नुहोस् है, पहिलो महिना 10 रुपियाँको दरले 1000 रुपियाँमा 100 युनिट आयो। दोस्रो महिना बजार घटेर 8 रुपियाँ भयो, त्यही 1000ले 125 युनिट आयो। अनि तेस्रो महिना बजार बढेर 12 हुँदा चाहिँ 83.33 युनिट मात्रै आयो। अब हेर्नुहोस्, जम्मा 3000 लगानीमा 308.33 युनिट आयो, जसले तपाईको औसत खरिद मूल्यलाई जम्मा 9 रुपियाँ 73 पैसामा झाडिदियो। देख्नुभयो त, बजारको उतार चढाव तपाईको लागि फाइदाजनक कसरी बन्यो? यो भनाइले एसआईपीको दोस्रो र सायद सबैभन्दा शक्तिशाली हतियारको कुरा गर्छ। आजको सानो तर नियमित अनुशासनले भोलि ठूलो आर्थिक स्वतन्त्रता दिलाउन सक्छ। र यसको पछाडिको जादु हो कम्पाउन्डिङ। कम्पाउन्डिङलाई त कतिले संसारको 8औं आश्चर्य पनि भन्छन्। यसको मतलब के हो भने तपाईको लगानीले कमाएको नाफामाथि पनि फेरि नाफा कमाउनु। यो भनेको पैसाले पैसा कमाउने खेल हो, जसले समय बित्दै जाँदा तपाईको सम्पत्तिलाई तीव्र गतिमा बढाउँछ। यो चार्टलाई हेर्नुहोस् त, कम्पाउन्डिङको शक्ति कस्तो हुन्छ भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ। महिनाको जम्मा 1000 रुपियाँको लगानी पनि 5, 10 र 15 वर्षको अवधिमा कसरी गुणात्मक रूपमा बढ्दै जान्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तपाईले जति लामो समय दिनुहुन्छ, वृद्धिको गति उति नै तेज हुन्छ। रुपीज कस्ट एभरेजिङ र कम्पाउन्डिङको जादु बाहेक पनि एसआईपीका अरू धेरै फाइदाहरू छन्। आखिर किन रोज्ने त एसआईपी? ल, यसका मुख्य फाइदाहरू के हुन् एक एक गरेर हेरौं। पहिलो कुरा, कम्पाउन्डिङको फाइदा त भइहाल्यो। अर्को, बजार कहिले घट्यो कहिले बढ्यो भनेर टाउको दुखाउनै परेन। रुपी कस्ट एभरेजिङले जोखिम आफै कम गर्छ। यो लचिलो पनि छ, तपाईँ आफ्नो लगानी बढाउन वा केही समय रोक्न पनि सक्नुहुन्छ। मासिक सानो रकमबाटै सुरु गर्न सकिने भएकोले यो वालेटमा पनि भारी पर्दैन। र सबैभन्दा महत्त्वपूर्ण, यसले हामीमा नियमित बचत गर्ने बानी बसाल्छ। ल, यति सुनिसकेपछि त एसआईपी सुरु गर्न मन लागिसक्यो होला, हैन? खुसीको कुरा, यो प्रक्रिया एकदमै सजिलो छ। तर सुरु गर्नुअघि र लगानीको यात्रामा केही कुराहरूमा ध्यान दिनु चाहिँ एकदमै जरुरी छ।
सुरु गर्न पहिलो कदम भनेको आफ्नो लक्ष्य बनाउनुहोस्, जस्तै घर किन्न, छोराछोरीको पढाइ वा रिटायरमेन्टको लागि। त्यसपछि आफ्नो केवाइसी पूरा गर्नुहोस्। बजारमा उपलब्ध विभिन्न म्युचुअल फन्डहरूमध्ये आफ्नो लक्ष्य सुहाउँदो एउटा छान्नुहोस्। कति रकम र कति समयको लागि लगानी गर्ने हो त्यो तय गर्नुहोस् र आवेदन दिनुहोस्। बस यति गरेपछि तपाईको एसआइपी यात्रा सुरु भइहाल्छ। नेपालको सन्दर्भमा कुरा गर्दा सामान्यतया मासिक न्यूनतम 1000 रुपैयाँबाटै एसआइपी सुरु गर्न सकिन्छ। यदि तपाईँले आफ्नो लगानी 2 वर्षभन्दा बढी समयसम्म राख्नुभयो भने बेच्दा कुनै अतिरिक्त शुल्क अर्थात् एक्जिट लोड लाग्दैन। अनि फन्डले दिएको लाभांश कि त नगदमा लिन मिल्छ कि त त्यसैमा फेरि लगानी गरेर आफ्नो सम्पत्ति अझ बढाउन मिल्छ। अब सफल हुनका लागि केही गल्तीहरू छन् जुनबाट चाहिँ हामी बच्नुपर्छ। याद राख्नुहोस्, एसआइपी छोटो अवधिको दौड होइन, यो लामो अवधिको म्याराथन हो। सबैभन्दा ठूलो गल्ती के हो थाहा छ? बजार घट्दा डराएर एसआइपी रोक्नु। वास्तवमा त्यो त सस्तोमा धेरै किन्ने अवसर हो। आफ्नो लगानीलाई लक्ष्यसँग जोड्नुहोस् र बेला बेलामा समीक्षा गर्न पनि नभुल्नुहोस्। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण सवाल, एसआइपी सुरु गर्ने सही समय कुन हो त? यसको जवाफ एकदमै सरल छ, जति सक्दो चाँडो। तपाईले जति छिटो सुरु गर्नुभयो, कम्पाउन्डिङको जादुले तपाईको पैसालाई हुर्काउन त्यति नै धेरै समय पाउँछ। एसआइपीले लगानीलाई साँच्चीकैलाई सबैको पहुँचमा ल्याइदिएको छ। यसले अनुशासन, धैर्य र समयको शक्तिलाई प्रयोग गरेर ससानो बचतलाई पनि ठूलो सम्पत्तिमा बदल्ने क्षमता राख्छ। अब प्रश्न यो हो कि आफ्नो वित्तीय भविष्य सुरक्षित गर्न तपाईको पहिलो कदम के हुनेछ?